देशको भ्रष्टाचार रोक्छु भनौँ भने 5 दिनमा रोकिन्छ। यो सुशीला कार्कीजीको एउटा अन्तर्वार्ता हो 5 दिनमा। उहाँले त दिनुभयो होला नि, उहाँकै अनुहार छ होइन, उहाँकै अनुहार छ नि होइन। अनि कसले गरे हो त यो होइन? हिजोको दिनमा यसरी बोल्नु हुने उहाँ, हामीले त एउटा एक रद्दी भर पनि हामीले यताउति नगरिकन आमा, एउटा हाम्रो धरती आमालाई र सारा आमाको आशलाई, त्यो आमालाई सुम्पेको हो नि त, हाम्रो बलिदानलाई होइन। त्यो आमा आज के भन्दै हुनुहुन्छ उहाँ? उहाँहरूको माग केही छैन, जति उहाँहरूले मागेकै पो के छ र? मैले मागेको त मलाई केही लागेन। उहाँहरूको जो नोक्सान हो त्यसको क्षतिपूर्ति त कहिले हुनै सक्दैन, लेबर बिल कहिले हुनै सक्दैन र राज्यले गर्न पनि सक्दैन, जिउँदो फर्काएर त ल्याउन सक्दैन। आमा भनौँ कि बा भनौँ कि जोसुकै आए पनि त्यो कुर्सीमा बसिसकेपछि के नसा लाग्छ कि के? म त्यही भन्दैछु क्या दाइ, यो कुर्सीमा बसिसकेपछि मान्छेलाई के हुन्छ क्या दाइ? हिजोको दिन 5 दिन अगाडिको स्टेटमेन्ट त्यो